ल हिजो हामीहरूले 6.7 हेरेको थियौँ भने आज त्योभन्दा मुनिको प्रोब्लम हेर्न जान्छौँ। 6.8 प्रोब्लम नम्बर 6.8 के भनेको छ भन्दाखेरि यु आर कन्सिडरिङ एन इन्भेस्टमेन्ट इन द कमन स्टक अफ शिखर इलेक्ट्रोनिक कम्पनी। द स्टक इज एक्सपेक्टेड टु पे अ डिभिडेन्ड अफ ₹14 एच सेयर एट द एन्ड अफ दिस इयर भनेको एक्सपेक्टेड टु पे भनेपछि यो के दिएको रहेछ भनेर यो D1 दिएको रहेछ। अनि द स्टक हेज बिन बिटा इक्वल टु 1.5 बिटा दिएको छ। द रिस्क फ्री रेट इज 6% एन्ड द मार्केट रिस्क प्रिमियम इज 4%. द स्टक डिभिडेन्ड इज एक्सपेक्टेड टु ग्रोथ एट द सम कन्स्ट्यान्ट रेट जी दिएको छ नि, हामीले जी निकाल्नु पर्ने रहेछ। द स्टक करेन्ट प्राइस फर ₹200 अ सेयर। Assume the market is in the equilibrium. What does the market believe with the stock price at the end of 3 year भनेको ग्रोथ रेट र जी निकाल्ने। अब गिभनमा दिएको छ, गिभन टिप्नु के दिएको छ गिभन। हामीले के भनेको छ भन्दाखेरि यहाँनिर 6.8 मा expected to pay a dividend given expect to pay a डिभिडेन्ड भन्दाखेरि के दियो भन्दाखेरि D1 दियो। D1 कति दियो 40 पर सेयर दियो। अनि त्यसै गरी बिटा दियो इक्वल्स टु 1.5। त्यसपछि रिस्क फ्री रेट आरएफ दियो। आरएफ भनेको कति छ 6%। त्यसै गरी मार्केट रिस्क प्रिमियम आरएम माइनस आरएफ दियो। यो भनेको कति दियो भन्दाखेरि 4%। अनि स्टक प्राइस करेन्ट सेलिङ प्राइस दिएको छ। सेलिङ प्राइस P0 भनेर 200 दिएको छ। अब के निकाल्नु भनौँ भन्दाखेरि कन्स्ट्यान्ट ग्रोथ रेट जी क्याल्कुलेट गर्नु पर्यो। त्यसपछि अर्को स्टक प्राइस एट द एन्ड 3 इयर्स भनेपछि P3 पनि क्याल्कुलेट गर्नु पर्यो। अब पहिला जी निकाल्ने न पहिला कन्स्ट्यान्ट ग्रोथ रेटको फर्मुला लाउने। P0 इक्वल्स टु D1 बाई KS माइनस जी भयो। और P0 भनेको कति छ 200 दिएको रहेछ इक्वल्स टु D1 भनेको 14 बाई KS पनि दिएको छैन जी पनि। अब पहिला KS निकाल्ने वर्किङ नोट KS निकाल्ने फर्मुला CMP मोडलमा भनेको आरएफ प्लस आरएम माइनस आरएफ इन्टु बिटा। आरएफ भनेको 6%, आरएफ भनेको 6% प्लस आरएम माइनस आरएफ भनेको 4% इन्टु बिटा भनेको 1.5
5। अब निकाल्दाखेरि 4 × 1.5 6 आयो। 6% + 6% इक्वल्स टु 12%। के भनेको 12% आयो भने चाहिँ हामीले 0.12 माइनस जी, और हामीले यसलाई यता 0.12 माइनस जीलाई यता लाने 200लाई यता ल्याउने भने चाहिँ 0.12 माइनस जी इक्वल्स टु 14/200, और 0.12 माइनस जी इक्वल्स टु 14/200 गर्दाखेरि आयो 0.07, और 0.12 माइनस 0.07 इक्वल्स टु जी। Therefore G इक्वल्स टु कति आयो भन्दाखेरि 0.05 और 5%। यसरी निकाल्ने। अझै क्वेसनले के भन्छ P3 निकाल्ने भनेको छ। एगेन P3 इक्वल्स टु मैले हिजो के भनेको भन्दाखेरि यदि कन्स्ट्यान्ट ग्रोथ रेट छ भने हामीले डाइरेक्ट यो फर्मुला लगाएर निकाल्न सकिन्छ। P0 ब्राकेट 1 + जी को पावर 3। अब P0 भनेको कति दिएको छ क्वेसनले 200 ब्राकेट 1 + जी भनेको 0.05 को पावर 3। 200 × 1.05 को पावर 3 अब डाइरेक्ट गरौँ। 200 × 1.0 को पावर 3 गर्दाखेरि कति आउँछ भन्दाखेरि हाम्रो आरएस 231.525 आयो। यसरी निकाल्ने। अब 6.8 को सक्छ। 6.9 के भनेको छ क्वेसन हेर्नु। जस्ट टुडे त्रिवेणी कम्पनीज कमन स्टक पेड a ₹12 annual dividend per share and has a closing price of Rs 157.5. Assume that the market required rate or capital rate for this investment is 13% and the dividend are expected to grow at a constant rate forever. यसमा के भन्नु क्याल्कुलेट द ग्रोथ रेट इन द ग्रोथ रेट निकाल्नु पऱ्यो, डिभिडेन्ड निकाल्ने र क्यापिटल गेन निकाल्ने भनेको चाहिँ एबिसीमा सोधेको चाहिँ भनेको चाहिँ 6.9। 6.9 अब गिभन लेख्ने। गिभन अब क्वेसनले के दिएको छ जस्ट टुडे जस्ट पेड भनेको छ भने यो पनि जस्ट पेड भने चाहिँ D0 जस्ट पेड डिभिडेन्ड के भनेको D0 कति छ भन्दाखेरि 12 छ। D0 कति छ भन्दाखेरि 12 रहेछ। त्यसपछि क्लोजिङ प्राइस भनेको P0 इक्वल्स टु ₹157.5। त्यसपछि रिक्वायर्ड रेट अफ रिटर्न केएस भनेको 13%। त्यसपछि यसले के निकाल्नु भएन भन्दाखेरि ग्रोथ रेट निकाल्नु पर्यो। ग्रोथ रेट जी भनेको छ। अब यो क्वेसनले चाहिँ के भनेको छ भन्दाखेरि कन्स्ट्यान्ट भनिरहेछ भने चाहिँ हो कन्स्ट्यान्ट ग्रोथ रेटको फर्मुला लगाएर निकाल्ने। P0 इक्वल्स टु
d1 by ks minus g और p0 भनेको 157.5 इक्वल्स टू d1 त दिएको छ d0 अब d0 को फर्मुला d1 निकाल्ने फर्मुला के भन्दा d0 ब्राकेट 1 प्लस g बाई ps माइनस g और 57.5 इक्वल्स टू d0 भनेको 12 ब्राकेट 1 प्लस g बाई 0.13 माइनस g यसलाई मल्टिप्लाई गर्ने 7.5 0.13 माइनस g इक्वल्स टू 12 ब्राकेट 1 प्लस g यसरी निकाल्ने। अब और 157.5 इंटू 0.13 इक्वल्स टू गर्दाखेरि आयो 20.475 माइनस 157.5 g इक्वल्स टू 12 प्लस 12 g जीलाई एक ठाउँमा राख्ने ग्रोथलाई 2.475 माइनस 12 इक्वल्स टू 12 g प्लस 157.5 g और घटाउने माइनस 12 गर्दाखेरि आयो 8.475 इक्वल्स टू 12 प्लस 157.5 गर्दाखेरि आयो 169.5 g। अब g इक्वल्स टू 8.475 divided by 169.5 8.475 divided by 169.5 गर्दाखेरि आयो 0.05 और 5% मा आयो। अब बीले के भनेको छ बीले एक्सपेक्टेड डिभिडेन्ड एल निकाल भनेको छ बीले एक्सपेक्टेड डिभिडेन्ड एल निकाल्नु पर्यो कि थाहा छैन। अब एक्सपेक्टेड डिभिडेन्ड एल निकाल्ने फर्मुला के भन्दाखेरि d1 बाई p0 d1 छैन d0 ब्राकेट 1 प्लस g बाई p0 d0 भन्ने कति भन्दाखेरि 12 ब्राकेट 1 प्लस g भनेको 0.05 बाई p भनेको 157.5 इक्वल्स टू 12 into 1.05 गर्दाखेरि आयो 12.6 by 157.5 divided by 157. इक्वल्स टू गर्दाखेरि 0.08 और 8% यहाँ 0.8 और 8%। इसको सी नम्बरले के निकाल भन्दाखेरि एक्सपेक्टेड कैपिटल गेन एल निकाल भन्नु। और यो कसरी निकाल्ने भन्दाखेरि यसको फर्मुला भनेको टोटल यील्ड भनेको केएस इक्वल्स टू डिभिडेन्ड यील्ड प्लस कैपिटल गेन यील्ड। टोटल यील्ड भन्ने केस भनेको हाम्रो 30% दियो 30% इक्वल्स टू डिभिडेन्ड यील्ड भनेको 8% प्लस कैपिटल गेन यील्ड और कैपिटल गेन यील्ड equals to 13% minus 8%. Therefore, capital gain
yield equals to 5%, यसरी हामीले क्यालकुलेट गर्न सकिन्छ। अब हाम्रो 3.10 मा जाने 3.10 मा के भनेको छ भन्दाखेरि emptying company stock recently paid ₹20 dividend. This dividend is expected to grow by the 25% for next 3 years and the growth forever at the constant rate G. The current stock price is ₹528. At what constant rate is the stock expected to grow in the following year if the KS equals to 12%? अब हामीलाई D0 पनि दिएको छ, 3 वर्षको ग्रोथ रेट पनि दिएको छ र अर्को कन्स्टेन्ट ग्रोथ रेट निकाल्नु पर्ने छ। यसमा हामीलाई P0 पनि दिएको छ, KS पनि दिएको छ। पहिला गिभन टिपौँ, गिभन। अब रिसेन्टली पेड भन्ने बित्तिकै D0 भइहाल्यो, D0 दिएको छ ₹20। अब ग्रोथ रेट दिएको छ G, फर्स्ट इयरको, सेकेन्ड इयरको, थर्ड इयरको कति दिएको छ भन्दाखेरि 25% 25% दिएको छ र फोर्थ इयर पछिको रेट थाहा छैन। ग्रोथ रेट त निकाल्नु भयो भनेको चाहिँ कन्स्ट्यान्ट हुन्छ भनेको छ। यो चाहिँ हामीलाई दिएको छ स्टक प्राइस, करेन्ट स्टक प्राइस दिएको छ P0 equals to ₹588.8 दिएको छ। अब हामीलाई KS पनि दिएको छ, रिक्वायर्ड रिटर्न भनेर 12% दिएको छ। अब फर्मुला लाउने P0 equals to, यो भनेको सुपर नर्मल भयो अथवा नन कन्स्ट्यान्ट भयो, त्यसको फर्मुला भनेको D1/1 प्लस KS को पावर 1 प्लस D2 1 प्लस KS को पावर 2 D3 1 प्लस KS को पावर 3 प्लस तिनवटा त्यसपछि P3 आउँछ प्लस 1 प्लस KS को पावर 3। योभन्दा निकाल्नुभन्दा पहिला हामीले अगाडि वर्किङ नोटमा D1 D0 प्लस 1 प्लस G, D2 निकाल्नु पर्यो, D1 1 प्लस G, D3 निकाल्नु पर्यो, D1 1 प्लस G, D4 निकाल्नु पर्यो, D3 1 प्लस G, अनि P4 निकाल्नु पर्यो D4/KS माइनस G गरेर। यो भनेको D0 भनेको 20 ब्राकेट 1 प्लस 0.25 गर्दाखेरि आयो 25, 25 ब्राकेट 1 प्लस 0.25 गर्दाखेरि 31.25 आउँछ। 0.25 गर्दाखेरि 1 प्लस 0.2 गर्दाखेरि चाहिँ आयो 1.25 इन्टु गर्दाखेरि 39.0625 आयो। 39.0625 1 प्लस G। अब 39.0625 1 प्लस G बाई 0.12 माइनस G। अब D1 कति आएको थियो 25, KS भनेको 12, 1 प्लस 12 प्लस 31.25 आएको थियो 1.12 को पावर 2 और P0 भनेको दिएको छ हामीलाई 588.8 भनेर दिएको छ प्लस D3 भनेको 39.0625 आएको थियो बाई 1.12 को पावर 3 प्लस P3 भनेको कति निकालेको छौँ भन्दाखेरि 39.0625 1 प्लस G बाई G बाई 1.12 को पावर 3।
68.8 इक्वल्स टू यो डाइरेक्ट निकाल्दाखेरि कति आउँछ भन्दाखेरि 25 ब्राकेट 1.12 प्लस 31.25 ब्राकेट 1.12 को पावर 2 क्लोज प्लस 39.0625 डिवाइडेड बाई 1.125 को पावर 3 गर्दाखेरि आयो 27.39 वर्ग 2 खण्ड गर्दाखेरि 95 आयो प्लस 95 912 27.80 सरी भनेको चाहिँ कति आयो भन्दाखेरि 75.032 आयो भनेको 39.0625 1 प्लस जी ब्राकेट 1.2 बाई यसको क्यालकुलेट गर्दाखेरि 1.12 को पावर 3 गर्दाखेरि आयो 1.404928 त्यसलाई यता ल्याएर घटाउने 588.8 माइनस 75.032 गर्दाखेरि आयो 513.768 अनि यसलाई यता मल्टिप्लाई गरिदिने 1.404928 इक्वल्स टू 39.0625 1 प्लस जी बाई 0.12 माइनस जी और इंटू 1.404928 गर्दाखेरि मल्टिप्लाई 721.80 यसलाई यता मल्टिप्लाई गरिदिने 0.12 माइनस जी 9.0625 1 प्लस जी और 1.12 गर्दाखेरि आयो 86.61 68 minus 71.80 G 39.0625 plus 0.0625 G अब यसमा योलाई यता ल्याएर घटाउने योसँग घटाउने 39.0625 लाई यता ल्याएर घटाउँदाखेरि 47.5543 आउँछ यसलाई उता लगेर जोड दिने 39.0625 प्लस 721.80 जोड्दाखेरि आयो 760.8625 को पावर जी और वो जी भनेको चाहिँ 47.5543 डिवाइडेड बाई 760.8625 47.5543 डिवाइडेड बाई गर्दाखेरि आयो 0.0625 और 6.25% यसरी निकाल्नु पर्छ यसरी गर्ने 8.10 को अब 6.11 ले के भन्यो भन्दाखेरि द कमन स्टक अफ एनियम पेड ₹8 इन द डिभिडेन्ड लास्ट इयर डिभिडेन्ड लास्ट इयर भने चाहिँ के हुने भयो भन्दाखेरि D0 डिभिडेन्ड आर एक्सपेक्टेड टु ग्रोथ 10% रेट फर इन्फाइनाइट नम्बर अफ इयर भनेको बढेको बढ्दै जाने रहेछ वाट इज द करेन्ट रेट अफ प्राइस अनि एक्सपेक्टेड ल यसले के भन्यो भन्दाखेरि 6.11 ले गिभन के दिएको छ भन्दाखेरि लास्ट इयर
डिभिडेन्ड भन्दाखेरि के बुझ्नु भयो भन्दाखेरि D0 कति दिएको छ भन्दाखेरि क्वेसनमा ₹8 दियो। त्यसपछि ग्रोथ रेट जी भनेको कति दियो 10%, इन्फिनिटी भनेको कन्स्ट्यान्ट बढ्दै जान्छ। इन्डिफाइन्ड नम्बर अफ इयर। अब ए नम्बरमा के निकाल भनेको छ भन्दाखेरि मार्केट प्राइस दिएको छ, करेन्ट मार्केट प्राइस P0 दिएको छ। करेन्ट मार्केट प्राइस P0 दिएको छ 176 र निकाल भनेको छ एक्सपेक्टेड रेट अफ रिटर्न। यो भनेको चाहिँ के निकाल्नु पर्यो भन्दाखेरि केएस निकाल्ने। अब हामीलाई थाहा छ कन्स्टेन्ट हुँदाखेरि फर्मुला कि P0 = D1 ब्राकेट केएस माइनस जी और P0 भनेको 76, D1 भनेको D0 1 प्लस जी केएस माइनस जी और 176 D0 भनेको 8 ब्राकेट 1 प्लस 0.10 ब्राकेट केएस माइनस 0.10 और केएसलाई यता ल्याउने 0.10 = 8 × 1.10 बाई 176 उता लाने गर्दाखेरि कति आउने भयो भन्दाखेरि 8 1.10 डिवाइडेड बाई 176 गर्दाखेरि आयो। और केएस माइनस 0.10 = 0.05 यसलाई उता लाँदाखेरि के हुन्छ और केएस = 0.05 प्लस 0.10 therefore केएस गर्दाखेरि 0.15 और 15% आयो। अब अर्को त्यसको मुनिको बी नम्बरले के भनेको छ भन्दाखेरि इफ योर रिक्वायर्ड रेट अफ रिटर्न इज 40% बट अब यसमा रिटर्न दिएको छ केएस भन्ने दिएको छ भनेपछि रिक्वायर्ड रेट अफ रिटर्न केएस भन्ने 14% दिएको छ भने हामीलाई के निकाल भन भन्दाखेरि भ्यालु अफ द स्टक भनेको P0 निकाल्ने। फर्मुला त्यही हो P0 = D1 ब्राकेट केएस माइनस जी। अब D1 को फर्मुला के हो भन्दाखेरि D0 ब्राकेट 1 प्लस जी बाई केएस माइनस जी। D0 भनेको 8 दिएको थियो 1 प्लस 0.10 नै राख्ने। यसलाई हामीलाई 14 दिएको छ अहिले 0.10 राख्ने। कति आयो भन्दाखेरि 8 × 1.10 डिवाइडेड बाई 0.04 गर्दाखेरि आयो ₹220। अब सीले के भन्नु भन्दाखेरि सुड यु मेक द इन्भेस्टमेन्ट। अब यो कसरी लेख्ने भन्दाखेरि हामीलाई पहिला त मार्केट प्राइस कति दिएको छ मार्केट प्राइस क्वेसनमै दिएको छ मार्केट प्राइस मार्केटमा कति छ भनेर दिएको छ 176 मार्केट प्राइस भयो र हामीलाई इन्ट्रेन्जिक भ्यालु हामीले भर्खर निकाल्यौँ कति निकाल्यौँ भन्दा 220। यो दुईटालाई कम्पेयर गरेर लेख्नु पर्यो भने चाहिँ हामीले के गर्छौँ अरे यसलाई हेरेर वी सुड इन्भेस्ट इन दिस शेयर because market price is lower than intrinsic value। भन्दा मार्केट प्राइस के छ लो छ भनेर लेख्नु
करोड